बुद्ध जन्मेको यो देशमा सधैँ झैझगडा र अशान्ति किन हेला भइरहेका छन्? बुढाबुढी र वृद्ध बुबाआमाहरू आखिर किन लागिरहेका छन् स्वीकृतितर्फ आजका युवा युवतीहरू आखिर किन? के यस समस्याको कुनै समाधान छैन? दर्शक वृन्दहरू भर्खरै यहाँ भनेर गए विभिन्न किसिमका समस्याहरू र यी समस्याको समाधान छ कि छैन भन्ने कुरामा जहाँ समस्या हुन्छ त्यहाँ समाधान हुन्छ र त्यो समाधानका उपायहरू हामीले खोज्नु पर्यो। यो लामो कुरा नगरी म मेरा कलाकार साथीहरूलाई अब नाटक सुरु गर्नको लागि अनुरोध गर्दै म यहाँहरूको माझबाट म एकछिन बिदा हुन चाहे। एकचोटि हाम्रा कलाकार साथीहरूलाई जोरदार तालीले स्वागत गरिदिनु। हजुर छिटो आइज न। अबेला भयो के बाटो यस्तो खराब छ। नदा भनेको मान्दैन। यही बसेर जाने सानोतिनो केही गरे पनि त पुगेर चल्थ्यो होला नि। आज भयो विदेश जान्छु गरे, भोलि भयो विदेश जान्छु गरे, खालि विदेश भनेको भनिसकेर होइन यो विदेशको हावाले कहाँबाट छोएछ आफ्नो छोराले? त्यही त भनेको। अब हामी पनि बुढाबुढी भयौँ, यसो केही काम गरौँ भने पनि उही मुख मात्रै हो, हातबाट चल्न छोडे। अब गाउँमा भएका युवाहरू जति सबै उठेर विदेशतिर लागेपछि अब हाम्रो छोरालाई पनि त्यही लहरले छोयो। भइगयो छोडिदिनुहोस्। अब जान भनेर सबै कुरो ठिक पारेको छोरालाई अब हिँड्ने बेलामा फेरि यसो भन्दा उस्तो नि चित्त दुख्ला। एकचोटि जाओस्, घुमोस्, आओस्, टिको लगाएर आशीर्वाद दिएर पठाउने होइन। विदेश नगएर यहाँ बसेर के गर्ने? जति मेला पाता गरे नि, जति अर्का घर बनाए नि, आफू कहिल्यै उलाउने होइन। व्यापार व्यवसाय गरौँ भने पनि थोरै मोरै पैसाले पुग्दैन। फेरि गरिहाल्यो भने पनि उधारो बाँड्दै लगानी नै डुब्ला भने डर। जागिर खान्छु भनेर 5-7 ठाउँमा फारम भरे, कहीँ कतिवटा नाम निस्किएन। अनि निस्क्यो पनि कसरी? हामी जस्ता मुखाको न त बुझ्दिन टन्न सक्यो, न त भन्छन् गरिदिने कोही आफ्नो मान्छे भयो। यहाँ बसेर केही गर्न नसकेर उपाय केही नलाएर रोडले होइन नि बुवा विदेश जान लागेको बाध्यताले हो। न हजुरलाई कहिले 2 पैसाको औषधि गराउन सके, न भएको छोरो पढाउन सके, न स्वास्नीको केही टिकटी ताला फेर्न सके। के गरौँ बुवा यहाँ बसेर? मैले त जहाँ गएर 2-4 वर्ष बस्न सकेँ भने हजुरको आँसु पुस्न सकुला, छोराछोरीलाई पढाउन सकुला, घरधन्दा गर्न सकुला भनेर बाध्यताले हिँडेको बुवा। खै के भनौँ बाबु, हामीभन्दा धेरै जान्ने बुझ्ने तिमी नै छौ। के गर्दाखेरि जिन्दगी सहज हुन्छ, तिमीहरूलाई राम्रो हुन्छ त्यही गर। बुढा साइड पनि जान थाल्यो, टिको लगाइदिनु। ल त बाबु राम्रोसँग गयोस्, घर सम्झेर काम गरेस्, हिँड्दा ठेस नलागोस्, बस्दा केस नजरोस्, मनले आँटे ताकेको सबै पुगुन्, भगवान्ले चाहिँ रक्षा गर्नु। ल बाबु, अर्काको देशमा जाँदैछस्, त्यहाँ आफ्नो भन्ने कोही छैन। आफ्नो शरीरको राम्रोसँग ख्याल गर्नु। हिँड्ने बेलामा मलाई दुःख हुन्छ आमा। त्यसमाथि बिरामी हुनुहुन्छ, आफ्नो स्वास्थ्यको, घर बुहारीको, नातिको ख्याल गर्नु। आमा फिर्न मान्नु, म सधैँको लागि जान लागेको होइन त। 1-2 वर्षमा आइहाल्छु त आमा। तपाईँले जस्तै रोइदिँदा म कसरी जान सक्छु? होइन आमा, मन सानो नगर्नु न। बाबुले यसो गाडीसम्म पुऱ्याएर आउँछु जाऊ। बाबु राम्रोसँग गएछ है? पुग्ने बित्तिकै फोन गर है छोरी। हुन्छ आमा, हुन्छ। मेरो फिर्न मान्नु आमा। राम्रोसँग जानु है। हुन्छ, भइहाल्छ। बुवा आमाले साह्रै मन सानो गर्नुभएको छ, सायद बिरामी पनि हुनुहुन्छ, अनि बुवा वृद्ध पनि हुनुभएको छ। बुवा आमाको आफ्नो र घर परिवारको ख्याल गर्नु, विशेष गरेर बाबु अल्लाहले ढोटे छ, अर्थात् टिनेजर छ। यो अवस्थामा बच्चा बच्ची बिग्रन सप्रन टाइम लाग्दैन।
बाबु र बाबुको पढाइप्रति अलि बढी ध्यान दिनु है। घरको लागि त म सधैँ छु नि, चिन्तै नगर्नु न। परदेशको ठाउँ के कस्तो हुन्छ, एक्लै हुनुहुन्छ, आफ्नो अलि राम्रो ख्याल गर्नु, समयमा खाना खाने गर्नु। होइन त्यो त म गरिहाल्छु, म त लोग्ने मान्छे हो, जता पल्टे पनि हुन्छ, जे गरे पनि हुन्छ, दुःख सुख गरौँला टारुला। तिमीले आफ्नो घर परिवारको राम्रो ख्याल गर्नु। मेरो पिर मानेर सम्भव छैन, नमान्नु पनि ठिकै छ। घर परिवार हेर, तिमी छौ, तिमीलाई जिम्मा लगाएर सबै सुन्केर जान पाएको छु। चिन्ता मान, म जान्छु ल, बस पनि आइसक्यो। होइन कता हो क्या तिमी? ए यहाँ कुर्दा कुर्दा हैरान भइसक्यो। कतिखेर आउने हो? आज छुट्टी भएर आउनु दिएनन् रे ठक्क। जब त्यति कुरा मिलाउन जान्दैनौ? भन न सरलाई, सरले नोट दिन लाग्नु भएको छ, बोलाउनु भएको छ भनेर कुरा मिलाएर आउन। अनि कति एक टाइमको टेन्सन नलिकन हाम्रो काम त अब आधा घन्टामा सिद्धिहाल्छ। अनि के टेन्सन लिनु परेर? अनि अब यहीँ हाम्रो नजिकै यति राम्रो कञ्चनकोटी छ, शान्त पनि छ। त्यो माथि अलि डाँडा फेरि कोही पनि आउँदैन। आनन्द छ त, त्यहीँ आऊ। ल ल ल ए ल ल छिटो आऊ है। ल तेरिका ल हेर्नुहोस् न हजुर, अब यो फेसबुक भन्ने चिज पनि कति राम्रो है। अब हेर्नु न, तीनजनालाई यसो एसएमएस गरेको एक केटीहरूलाई के एसएमएस गरेको, एकजना त पिलित्तै। कति रमाइलो। अब हाम्रो जमाना हो नि त, होइन? ट्याक्क भइहाल्छ, रमाइलो पो हो त। अब यसो सम्झिँदा त कस्तो लजी लाग्ने कि। अनि के छ खबर? सन्चै हो? अब किन हुनु नि, हेर न, तिमीलाई एकछिन देखेन, अब एकछिन बोलेन भने वर्षौँ जस्तो लाग्छ। तिमी त मेरो मुटु हो नि, अब मुटु नै मैले बाहिर राखेपछि म कसरी बाँच्छु ल भन त? मा कसम ल हेर नपत्ताइ कि कसम हो कि किन नपत्ताइ हो नि? ल हिँड जाऊँ ल। या साँच्चै एउटा तेरिका हेर्नु, अस्ति फोटो खिचेको कति राम्रा झिट लान्न छैन। अनि यहाँ यहाँ हेर त, ल हेर त, भइहाल्छ नि। अनि यो हेर न, यो 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 ल हेर त, यो झन् कति खतरनाक छ। मजाइन्छ मोरी त। ए त्यो मन परेन? यो हेर्न आउने, यो तेरिका राम्रो हो र सबभन्दा डेन्जरै यही छ। यहाँ आउने, यहाँ हेर त। मन पर्यो के भयो तिमीहरूलाई? किन यसरी त्यो के देखेर त्यो मोबाइलमा दौडा दौड छ तिमीहरूको? के टल्लो परेर हेरेको? मलाई चिनेन भने म तिम्रो बुवाको साथी हो क्या म। हो त्यही भएर भनेको के, यहाँ यस्तो खुल्ला ठाउँमा बसेपछि यस्तै डिस्टर्ब हुन्छ भनेर। त्यो सट्टीमा हिँड भनेको होइन। तेरिका कस्तो जमाना आयो यो। लासर भनेको त पटक्कै छैन। यत्रो मान्छेको बिरुवा च्याप्पागालो हालेर हेरिदिनु होइन। आफूभन्दा ठुलोसँग कसरी बोल्नुपर्छ, त्यो संस्कार खोइ, सभ्यता खोइ, यो सबैले पोलेर खाइसकेको रहेछ। यो मोबाइल भन्ने कस्तो चिज रहेछ कुन्नी, मान्छेलाई रलबुल्ल त्यहाँ पारेको छ। जो जहाँ बसेको छ त्यो त्यहीँ कोट्याएर मस्त छ। एउटै घरमा चारजना छन् भने चारजना चारतिर छन्, कसैलाई मतलब छैन। कस्तो विकृति लिएर आयो क्या यो मोबाइल। सन्चै छु। ए बुवाआमालाई पनि सन्चै छ। अस्ति त्यो यसो चिसोले गर्दा हो कि। ए बाबुलाई पनि सन्चै छ। निकाले अस्ति 40,000। के अरे बुवाआमालाई 8-10,000 देऊ अरे। होइन किन चाहिँ बुवाआमालाई 8-10,000? कहीँ जान छैन, केही गर्न छैन, घरमा केही ल्याउने होइन। घर व्यवहार मैले गरिरहेकै छु। ए बाबुले कलेजबाट घुम्न जाने भन्दै थियो, 10,000 चाहिन्छ है मलाई भनेको छ। ए भगवान्, यो बुढो कति कुरा बुझ्नुहुन्न कि। हजुरको बुवाआमालाई लाउन खानै नदिएको छु र मैले। अब केही गर्न चाहियो भने त अलिअलि पैसा दिइहाल्छु नि। ए यहाँ दाइ आउनुभयो, अहिले राखेँ है, पछि कुरा गर्छु। यो बुढो देखेर पनि वाक्क दिक्कै भइसके। खालि बाउआमा बाउआमा बाउआमा। ए प्रभु, यो बुढाबुढीबाट कहिले मुक्ति मिल्छ मलाई? ए बुढी होइन, कता छौ र ए बुढी? आफूलाई यहाँ ढाड दुखेर चाहिँ नि कस्तो
भइरहेको छ होइन हजुरलाई साह्रै गाह्रो भयो कि क्या हो साह्रै गाह्रो भयो मलाई बुढी हेर अनि यस्तो गाह्रो भएको मान्छे बाहिर बाहिर किन हिँड्या त भित्र सुन्नु नि त्यसो खुट्टा तान्नु भने चाहिँ हिँडेको साह्रै गाह्रो भयो उठ्न पनि मिलेन बस्न पनि मिलेन अब दबाई गर्न जाउँ भने अब पैसा छैन अस्तिको तिमीले त्यो वृद्ध भत्ता पाएको अलिअलि छ भने जाउँ न दबाई जाउँ के गर्ने बुढा वृद्ध भत्ता त पाएको हो त नि त्यो पाएको वृद्ध भत्ता हामीले राख्न पाउनु पर्यो नि त त्यो वृद्ध भत्ता बुझेको थाहा पाएपछि बुहारीले जम्मै भाडा जति उचाल्दै पछाड्दै दिनदिनै कचकच 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 गरेको गरे ए चिनी पनि भ्याइयो चिया यिनैलाई घिच्नुपर्छ यहाँ दाल भ्याइयो तेल भ्याइयो मिठो मिठो तरकारी यिनैलाई चाहिन्छ भन्दै भाडा बजार्दै कति दिनसम्म सहनु सबै भए जति त सर्लक्कै त्यसैको हात हालिदिएँ मैले सबै दियो सबै दिएँ 1 रुपियाँ पनि छैन अनि अब के गर्नु त अब के गर्ने ल अब छोराले पैसा कमाएर पनि त्यही बुहारीलाई पठाउँछ अब अलिअलि 2-4 रुपियाँ हामीसँग भयो भने पनि त्यही बुहारीलाई चाहिन्छ घर व्यवहार सम्हाल्ने भएपछि त त्यही बुहारीसँग माग्ने अनि जानी दबाई गर्न हजुरले गएर कपडा लाउनु मैले बुहारीसँग पैसा माग्छु अनि अस्पताल जाऊँ ल हुन्छ ए बुहारी भर्खरै यहीँ थिइन् त कहाँ गइछन् होइन के भयो फेरि किन चिच्चाको घोक्रो फुट्ने गरी ससुरा बालाई साह्रै गाह्रो भएको यसो दबाई गर्न लिएर जानु पर्यो भनेर अनि लिएर जानु त म जान भ्याउँदिन के अरे घर हेरौँ कि बालाले बोकेर उता जाउँ कि बारीतिर हेरौँ कि होइन लान त मैले लान्थेँ पैसा चाहियो नि त पैसा यसो गर उसो गर कुरो त पैसैमा आएर अडिन्छ मसँग पनि कहाँ छ पैसा छोराले अस्ति पठाएको पैसा घरमा खतरा खुद्रो सकिए थियो ल्याएँ नातिले प्रत्येक दिन कलेजमा कहिले के को लागि पैसा चाहियो कहिले के को लागि चाहियो भनेर वाक्कै दिक्कै बनायो अब यसो चिया बसालेको त चिनी सकिए रहेछ चिनी लिन जान भनेर हिँड्न लाग्यो पैसा मागेपछि के गर्ने ल अब यही पैसा लिएर जाने यो पैसाले के हुन्छ र बुहारी अब यसले केही हुन्न भने मलाई चिया खान साह्रै तलतल भएको छ गएर चिनी लिएर आएर चिया खान हुन्छ कस्तो कुरा गरेको तिमीले अब बाटो यस्तो बिरामी छन् अब यहाँ अस्पताल जानै पर्यो अस्पताल गएर टिकट पनि काट्नै पर्यो डाक्टरले लेखिदिएको त्यो दबाई पनि किन्नै पर्यो अनि यो पैसाले पुग्छ यो अटो चढेर अब बात हिँड्न सक्दैन त्यस्तो ककरिया अटो चढेर जान पर्यो ए अझ अटो चढेर जानु पर्यो त्यही स्वास्थ्य चौकी जान पनि अटो चाहिने भयो अब राम 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 मात्न पनि कति मातेको गेटबाट बाहिर निस्क्यो त कि गाडी चाहियो कि अटो चाहियो होइन बुढाबुढी भएर आरामले हिँड्दै गयो हुँदैन फेरि स्वास्थ्य चौकीमा औषधिको पैसा पनि लाग्दैन डाक्टरलाई पैसा दिन पनि पर्दैन खुट्टा छन् नि यिनी खुट्टा अलिअलि चलाउने गर्ने बेलैमा कुचियाला बस्दै खाँदै गर्दा भैँसी जस्तो भएको शरीर देखे होइन अझै मसँग त छैन त्यही हो हुने भए गर्ने नभए जे मन लाग्छ त्यही गर्ने कस्तो खाले अनि तपाईँहरूका बुहारी नि यस्तै चोखाले छ तपाईँहरू त्यस्तै गर्नुहुन्छ सासु ससुरालाई बिरामी हुँदा अनि यो कपडा कहाँ राखौ र हो मैले त भेटाएन नि कपडा कहाँ छ कपडा अब त्यो कपडा नभेटिएकै जाति किन अब भेटेर के हार्नु अब बुहारीसँग मागे पैसा दिएको यही यो पैसाले के हुन्छ हुन देऊ म छोडिदेऊ जे त होला बाँचे बाँचिएला मरे मरिएला अब के गर्ने अब कहाँ त्यस्तो भनेर हुन्छ अनि के गर्नु त अनि एकचोटि छोरालाई फोन गरेर भन्ने पो हो कि अब यस्तो बिरामी भएको बेलामा मलाई नभन्ने मलाई एकचोटि फोन गरे अब मैले पैसा पठाउँदिनँ र भनेर छोराको चित्त दुख्छ नि बुढा फेरि बुहारी नभएको बेलामा फोन गर फेरि मार्ने फेरि हे भगवान कस्तो जमाना आयो है बुढा अहिले दिउँसो त्यो कता डुल्न जान्थ्यो त्यही बेला अब आफ्ना छोरासँग बोल्न अर्कै छोरीसँग डराउनु पर्ने कुरो ल हिँड्नुहोस् जालीकै दिउँसो गाउँ डुल्न त्यही बेला फोन गर्नु यहाँ छिटो किन रे किन भएन न तिमीको हिसाब किताब गर्नु छ आउस् न मैले जान चाहन्छु हेलो माई डार्लिङ आई एम कमिङ होइन के हो किन रिसाएको यो केही होइन के किन रिसाएको केही होइन त कस्तो केही होइन यही गर्न मसँग माया गरेको कति थाहा छ मलाई म तँलाई त्यसै काट्छु हेर्दै जान धोकेबाज ल हेर्नुहोस् न हजुर अब अहिले आएर प्रमाणको कुरा गर्ने ओइ
तेरो हिम्मत छ प्रमाण देखाउने ओए खाते तेरो फेसबुक आइडी त मैले चलाउँछु त्यो त मलाई राम्रोसँग थाहा छ होला नि अनि त्यो फेसबुक आइडीको त मेसेन्जरबाट त्यो मेसेज कसलाई गरेको त्यो फोटोहरू कसलाई पठाएको अझ चुप पारेर थुक्का साले खाते धोकेबाज ल हेर्नुहोस् न हजुर अब यिनलाई मैले कति माया गर्थेँ मुटुमा टुक्रा मार्थे तर आज ओए त पनि आफू के सती सब्जी सम्झिन्छस् तेरो पनि एकै कुर्ती यो जानलाई थाहा छ के थाहा छ बे तलाई के थाहा छ ओए हात डालै भन्दैछु फेरि नराम्रो हुन्छ भन्दैछु के गर्छस् तैले के गर्छस् ए तैले हात हाल्नी मलाई चिनिसिस् तैले यसले मलाई के सोचिस् ओए तैले आफूलाई के सोचिस् हिरोनी अरे चोपडा न चोपडा आई प्रियङ्का चोपडा बन्द हेर ल हेर्नुहोस् त ओए त जस्ता कुहिएका बेलाउति त यो ज्यानको पछि लाइन छ लाइन मरे नानी के भयो उठा किन रुँदैछौ अनि तिमीलाई त्यो भर्खरै हातपात गरेर जाने को हो त यसरी बाटोमा बसेर रोएर साध्य हुन्न हेर लैन घर जाऊँ लैन मर्न जान्छु तिमी किन मर्न चाहन्छौ भन त ए लाउलाउ खङखङको उमेरमा जीवन त लामो छ नि त्यो मर्ने कुरा नगर लैन घर जाऊँ ल होइन यही कुरो पहिला सोचेको भए के बिग्रिन्थ्यो के बिग्रिन्थ्यो होला तिमी कसको लागि मर्न जानेछौ त्यसको लागि जसले तिमीलाई प्रेम जालमा फसाएर आज यताको न उताको बनाएर यो बीच बाटोमा ल्याएर रुनको लागि छोडिदियो त्यसको लागि जानिदिँदैछौ कहिले सोचेछौ तिमीले सोचेछौ कि मेरो आमा बुवाले मेरो लागि के गर्नु हो भन्ने सोचेछौ तिमीले अनि ती बुवा आमाको लागि तिमी के दिन चाहन्छौ है जीवनभरिलाई दुःख दिन चाहन्छौ आँसु दिन चाहन्छौ मैले पहिला पनि कति पटक तिमीलाई मैले यो सामाजिक सञ्जालको बारेमा कुरा गर्छु भनेर लागेको थिएँ तर तिमी मानिनौ भागेर हिँड्ने मलाई देखेपछि आज हेर त यो अवस्थाले नै आज तिमी यहाँ पुगिसकेको छौ बुझ्छौ भन्छन् नि बाउ आमाको मन छोराछोरी माथि छोराछोरीको मन ढुङ्गा मुढा माथि ल हेर आमा बाको माया छैन कहाँ न कहाँको केटा त्यसको घर देखेछौ हैसियत देखेछौ कति पढेछ के गरेछ त्यो केटाले को हो थाहा छ केही यो सामाजिक सञ्जाल दुरुपयोग जुन भइरहेको छ नि त्यसले गर्दा ज्यान पनि जान सक्छ जान्ने मान्छेले यसैबाट धन सम्पत्ति कमाउँछन् हाम्रो शिक्षालाई अगाडि बढिरहेका छन् नजान्ने मान्छेहरू आत्महत्या गरिरहेका छन् तिमी जस्ता कायर यसरी आत्महत्या गरेर केही हुनेवाला छैन बुझेछौ नै त्यसलाई तिमीलाई यसलाई अश्लील फोटाहरू पठाछ नराम्रा फोटो पठाछ यो सामाजिक सञ्जालको दुरुपयोग हो यदि यस्तो हुन्छ भने हाम्रै नगरपालिकामा न्यायिक समिति छ त्यही गरेर निवेदन दिएर त्यसलाई त्यही झिकाएर त्यही कारबाही गर्न सकिन्छ त्यसकारण यहाँ बाटोको बीच बाटोमा बसेर रोएर कराएर ज्यान दिन्छु आत्महत्या गर्छु भनेर केही हुनेवाला छैन हिँड घर होइन म तिम्रो बुवासँग पनि कुरा गर्छु आमासँग पनि कुरा गर्छु भोलि गएर नगरपालिकामा गएर निवेदन दिने अनि त्यसलाई यही बोलाउने ल छोरालाई फोन गर्न पर्यो कता आइस रे फुल राखिदिएको थिएँ भन्थ्यो होइन लागेन र फोन हेर्दैछु के फुल राखेको थिएँ भन्थ्यो यो फुलै मेसो पाइन मैले हेलो बाबु सन्चै छस् आशीर्वाद छ बाबु आशीर्वाद खै के भनौँ र बाबु अब यता त के ठिक भन्नु के बेठिक भन्नु हेर त बाबु तेरो बा बिरामी भएको पनि 3-4 महिना भइसक्यो लान त लको नि त स्वास्थ्य चौकीमा कति लय सञ्चै हुन्न बुहारीलाई त भनेको हो नि अब पैसा छैन भन्छ बिचरा त्यसले पनि कहिले यसो पैसा पठाइदिएन बाबु बाला अलि राम्रो खाना लानु पर्यो के अरे 15 दिन पनि भएन पैसा पठाएको अरे त्यही पनि यसो साथीसँग म बोल्दै बाबु होइन त पहिला आउँछ भनेर भनेको के हेर न बाबु मलाई त साह्रै गाह्रो भयो कि उठ्न पनि सक्दैन बस्न पनि सक्दैन भित्र बाहिर गर्न पनि तेरो आमाले डोराएर अब
हुँदा हुँदै म घर नभएको बेलामा उहाँ विदेश छोरालाई फोन गरेर मेरा कुरा लाएर जाति भनी मलाई घरबाट निकाल्न खोजेको होला हैन। निस्किमला म घरबाट। अब यो घरबाट म हैन तिमीहरु बुढाबुढी निस्केर गए हुन्छ। पुरौटे हो बडा जान्ने भएर फोन हान्दा रहेछ नै। होइन के भनेको यो बुहारीले यस्तो के भनेको के बुझ्नु होइन हाम्रो छोरालाई फोन गर्न थाङ्ना बटाइ छन्। आफ्ना सम्हालले निस्केर जानी कहाँ जानु पर्छ। अब आइन्दा यो घरमा आजदेखि तिमीहरु बुढाबुढीलाई गाँस पनि छैन बास पनि छैन। निस्किहालौ। के गरेको बुहारी तिमीले देखिएन र तिमीहरुका झुम्रा झाम्री पोको पार्देको बोकेर जानी। कहाँ जाने यो बुहारी अब गए हुन्छ त कान्छा छोराकोमा पनि सम्पत्ति जति राम्रो उसैलाई पाल्न चाहिँ सधैँ जेठाले पर्छ र। कान्छाले पनि पालेनन् भने नारायणीमा जानी झ्वाममा फालेर मर्ने आनन्द हुन्छ। अब यो बुढाबुढी कसैलाई काम पनि छैन। बडा जान्ने भएर कुरा लाउँदा रहेछ नै। अहिले म भित्रबाट बाहिर निस्किँदा यहाँ देखे भने ठिक हुने छैन नि। कहाँ जानुपर्छ जाऊ। एक दिन होइन 2 दिन होइन 3 दिन होइन सधैँ यस्तै गर्छ। खाना बस्यो भातको थालै लात्तीले हानेर पालिदिन्छ त्यसले। बस्दै गाह्रो भयो बुढी यहाँ नबस्छ हामी कुन दिन मार्छ यसले हामीलाई। कहाँ जाने बुढा हजुरको यस्तो अवस्था छ। जामेला उता देवघाट वृद्धाश्रमतिर जान्छ। अब हजुरले त्यसै भने भाउजू दाइलाई सन्चो छैन। तपाईँ चराउन हिँड्नु भएको होइन होइन अनि कहाँ हिँड्नु भएको त? झोला पनि बोक्नु भएको छ। हामी उतै आश्रमतिर बस्ने नानी। अब आश्रमतिर किन? हामीले यहाँ के काम गर्न सकिन्न। त्यहाँ गएपछि खाना लाउन पनि दिन्छन् गरे दबाई पानी पनि गरिदिन्छन्। त्यही भएर हामी उतै जानु लाग्यो। त्यसो के भन्नु भएको दाइ? बाबुले त भनिरहेको थिए दिदी महिनै पछि 30-40 हजार रुपियाँ पठाएकै छु। त्यही अब पैसाले औँसी गराए हुन्न। हुन त हुन्थ्यो नि बहिनी। छोरो विदेश गएको पनि 3 वर्ष भइसक्यो। अहिलेसम्म छोराले कमाएर पठाएको पैसा कालो हुन्छ कि सेतो हुन्छ हामी बुढाबुढीलाई अहिलेसम्म थाहा छैन। के गर्ने बहिनी? छोरालाई साह्रै गाह्रो भयो। बालाई यसो पैसा पठाइदिएन बाबु भनेर फोन के गरेथे त्यो बुहारीले भन्नु नभन्नु भनेर हाम्रो भए जतिका कपडा सपडा पोको पारेर हामीलाई घरबाट निकाल्यो। अब के गर्ने बहिनी? निस्किनै पर्यो नि बाध्य भएर नि। किन निस्किनुहुन्छ? तपाईँको यत्रो सम्पत्ति छ, जग्गा छ, घर छ, परिवार छन्, किन जानु पर्यो आश्रममा? छनलाई त छ नि बहिनी। दुनियाँलाई देख्नलाई बजना 2 तला घर मेरै छ। गाउँमा खेत मेरै छ। यो भाका 2टा छोरा 3टा चावडा नाति नातिना छ। के गर्नु? कान्छाको पनि त्यस्तै भयो। जेठासँग बस्यो। अहिले जेठी बुहारीले बस्न खाना गरिदियो। फेरि कान्छाकामा जाने अनि गतिला भए पो भन्छ। त्यो भन्दा आनन्द त देवघाटतिर गएर उतै खुसुक्कै मरे नि केही फरक पर्दैन। छोडिदिनु भाउजू जे भयो नि। अब बाबु छिटै घर आउँदैछ हिँड्नुहोस्। बरु म तपाईँहरूलाई घर छोडिदिनु। पर्दैन नानी भयो। हामीलाई त्यो घरबाट मन मरिसकेको छ। अब हामीलाई रोक्ने कोसिस नगर्नुहोस्। हामी जान्छौँ। त्यही पनि हाम्रो छोरो फर्केर आएछ भने र मेरा बाआमा कहाँ छन् भनेर सोधेछ भने नसोध्यो भने नभन्नु होला है। सोधेछ र खोजेछ भने देवघाट छन् वृद्धाश्रममा बसिया छन् भनिदिनु। आएर दिन आएछ भने आम्ला फर्केर घर हो परिवार हो। नत्र भने अब हामी जे हुन्छ उतै जान्छ। हेर्नुहोस् न अब यस्तो उमेरमा बुढाबुढी त्यो पनि दाइजलाई सन्चो छैन। घर त बुहारीले हेरेकै छैन। बिच बाटोमा केही भइदियो भने कसले हेर्ला? होइन अहिलेको यो पिँढीलाई के भन्छ? किन बुझ्दैनन्? एक दिन त हामी पनि सबै बुढाबुढी भइन्छ र यही अवस्थामा पुगिन्छ भन्ने किन राख्दैनन्? हामी पनि आमा बन्छौँ। हाम्रो छोरा बुहारीले यस्तै गरे भने हामीलाई दुःख लाग्दैन? कहिले बुझ्छन्? जति पढे पनि हेर्नु त आमा बुवाको अवस्था यस्तो छ। कहिले बुझ्छन् यिनीहरू? घर बस्ने होइन। यसो घर बस्नुस् पढोस् इक्जाम आउन लागेको बेला। बाबु ए शिव
कहाँ हो यो छुट्टी खाली कराछ त्यही भित्रै त नि अनि म बोलेसी त तँलाई कराएकै हुन्छ नि काम छैन फेर इक्जाम नजिक आइसकेछ अघिल्लो वर्ष पनि खासै गतिलो नम्बर त ल्याएनस् अहिले अलि ध्यान दे भनेको लखर गाउँ चारेर हिँड्छ काम दाम केही पनि छैन घरमा बास पनि छैन ओ म बोल्न लागेपछि त यो कसैको नभएको यसको ठाडो निकालेर घोत्न थाल्छ फेरि बोली पनि कस्तो न अनुशासन छ न संस्कार छ ल हेर्नुस् न हजुर अब अनुशासन र संस्कारको कसले कुरा गरेछ हाम्रो बाजे खै कहाँ गए मलाई के थाहा तेरो बाजे बजै त्यो त मलाई थाहा छ नि कहाँ गयो भनेर त के थाहा छ तँलाई बाबु आउन देऊ न बोल्न थाहा हुन्छ कुरा गर्छ यहाँ मोबाइलमा यी डाटा भ्याइयो खै पैसा ल्याऊ 2000 के अरे मोबाइलमा डाटा भ्याइयो 2000 अरे अनि हैन 2000 को मोबाइलमा डाटा हालेर के गर्छस् तैले बाला कहिले एकल फोन त हान्दैनस् अब दिए पो फोन हान्नी देऊ न फोन हानिहाल्छु अब नदिने भएको भए माग्थिस् र मसँग हेर बाबु त्यो मोबाइलमा डाटा हालेर दुनियाँ थरी केटीलाई कहिले कता घुमाउन लिएर हिँड्छस् भन्ने सुनेछु त्यो पनि नगर अझ त्यति मात्रै हो तिनै केटीहरूलाई चाहिने नचाहिने हेर्नै नसकिने भन्नै नहुने फोटा भिडियो हो तेरो नराम्रो भन्छ चुप हुन्छ फेरि हैन पठाउने अनि कहिले कुन केटी लिएर कहाँ घुम्न हेर बाबु अनि अब त छोरो अलि रातिमा छिकै बेलामा सुत्न लाग्छ भने एक दिन त यसो सुनेको त छोरो केको सुन्थ्यो ए नाना टोकलाई यता उता जा आइज भन्छ हैन रातिमा पर बोलाहा भनेको त गेम खेलेको अरे के गेम भनेको त फ्री फायर कि पबजी के जाथियो अरे बौलाउँछस् अब यिनी छुट्टीलाई के थाहा आउँछको जमानामा कति टेक्नोलोजी आइसक्यो अब मोबाइलमा बसेर एउटा अनलाइन फुट दुनियाँ नचाहिन्छ तिमीलाई थाहै छैन पुरो पैसा दिने हो कि होइन भन यहाँ भेजा तातिसक्यो मेरो बाबु मोबाइलमा टेक्नोलोजी आयो मैले माने त्यसको सही सदुपयोग गर के बाबु दुरुपयोग नगर कुन दिन खातामा पर्छ अरू कुरा जान्दैन दिने हो कि होइन नत्र फेरि त्यो धरा छ नि कच्चा पारा फेरि डल्लै फाल्दिमलाई अब हुँदा मैले घरै चोटफोड गर्ने भइस् यही हैछ के हजुर यही सन्तानलाई सानो छन्जरी मर्छन् कि भन्ने पीर ठुलो भएपछि आफैलाई मार्छन् कि भन्ने पीर भनेको यही हो एउटा भएको सन्तान किन हो र अभावमा राख्ने भन्यो एउटा बाउले कमाएको यसैलाई त भन्दै खर्च गर्दै गरेर आज हेर्नु त कति पकाएको के दिने हो कि होइन यो भन्नु पहिला ल हिँड कहिले माग्दा नदिएर कहिले सुख पाइन्छ रिस कस्तो छ दिने हो कि होइन ए मेरो बाबै मैले दिने मान्छेलाई मासु त खाइस् त मेरो अच्छा होइन कहाँ गएको छ अच्छा हजुर आइपुग्नु भयो सन्चै छौ खै त बुवा आमा देख्दिनु त बुवा आमा होइन बुवा आमा पनि हुनुहुन्न कहाँ जानु भयो अच्छा है बुवा आमा होइन किन नबोलेको बोल्थिस् पनि किन गर्नु बन्दी गरेर बसेपछि किन बोल्थिस् म देवगढ पसेर बुवा आमालाई भेटेर आउँदैछु जाम भनेको मान्नु भएन मान्नु पनि किन हुन्थ्यो छोरी समान सम्झे कि बुहारीले पशुलाई पनि नगर्ने व्यवहार गरेपछि त्यही गरेर मलाई तपाईँ मैले घर छोडेको किन नबोलाइ दिच्छस् नबोलाइ दिच्छस् यही गरेर तपाईँ मैले घर छोडेको खै मेरो बुवा आमा ए अझ मेरो के दोष कसको दोष बुढा भएका बा आमाको कि मेरो कि छिमेकीको दोष म भने अर्काको मुलुकमा खाइ नखाइ सकी नसकी गोरु जोत्ते जस्तो रात दिन जोतिएर एक पैसा कमाएर घर पठाउन पाएँ भने सके भने बुवा आमाका आँसु पुसुला भएको एउटा छोरो पढाउन सकुला साउको ऋण तिर्न सकुला भनेर खाइ नखाइ सकी नसकी अर्काको गाली सुनी खटेर एक पैसा घर पठाए घरको यो हालत घरमा आउँदा न बुवा आमा न भएको सम्पत्ति पठाएको सम्पत्तिको हिसाब किताब अझ भएन भनेर दुःख गरेर गोरु जोत्ते आएर परिवारको फोन सुनाउँदा दाइको फोन आएछ यसका दाइ भएन भनेर एउटा भएको छोरो कुदी वंश गरेर पेचा गाँजा जाँड र चिचुडा खाँदै आवारागिरी गर्दै वल्लो डाँडा र पल्लो डाँडा हिँड्छ अरे त्यही हो मेरा बाबाआमालाई खान नदिने आफ्नो छोरोलाई चाहिँ पोसेर बिगार्ने त्यही गर्न तँलाई मैले घर छोडेको जताएर चस्नी मेरो घर नबस यही गर्नु
अनि के गरेको यो के गर्नु नि हजुर मेरा बुढा भएका बाबुआमा म विदेशमा बसेर दुःख गरन्जरी यसले मेरो घर बत्ता भुङ्गाला थालिन् बाबुआमालाई देउघाट पठाउने छोरोलाई मस्त बारेर भएको सम्पत्ति पाएर फेरि हुन्छ होइन यस्तो यदि हुन्छ भने घरमा कुरो मिल्दैन मनमुटाव हुन्छ भने त्यसरी हातपातै त गर्नु भएन नि के गर्नु हजुर पशु परेपछि के गर्नु यो भन्दा राम्रो होइन हातपात गर्दाखेरि अप्रिय घटना पनि त घट्न सक्छ त्यो भन्दा राम्रो त हाम्रो नगरपालिकामा न्याय समिति छ त्यही गए त भइगयो नि केही गर्दैन यो नगरपालिकाले केही गर्दैन यसलाई त प्रशासन इलाका प्रहरी कार्यालयमा लगाएर पुलिसले फाटाले हालेर यसपछि कराची जेलमा लगाएर पुलिसको यति नगर यस्तो सुत्ती पलाउँदैन अब यसरी थाना चौकी अड्डा अदालतमा नभइकन स्थानीय स्तरमा भएका जुन विवादहरू छन् स्थानीय स्तरमा नै मिलाउने उद्देश्यका साथ हाम्रो नगरपालिकामा न्यायिक समिति छ त्यो न्यायिक समितिमा मेलमिलाप केन्द्र पनि छ त्यहाँ गएर निवेदन दिएपछि सरकारवालाहरूले त्यही बोलाएर छलफल गराएर त्यही मेलमिलाप गराउँछन् नि त होइन त्यहाँ कस्ता केस हेर्छ त नि हाम्रो हेर्ने भयो एकदम राम्रो कुरो है त्यहाँ कस्ता केस भन्दाखेरि त्यस्तै घरायसी विवादहरू छरछिमेकका विवादहरू भए त्यस्तै वृद्धहरूले इज्जत आबरू अनुसारको हैसियत अनुसारको खाना लाउन बस्न नदिएको खण्डमा किशोरीहरूमाथि यौन हिंसाका कुराहरू भए त्यसै सामाजिक सञ्जालका दुरुपयोगका कुराहरू भए त्यसै ससाना बच्चाहरूलाई यो लाउन खान उपचार खर्च पढ्नको लागि पठाइएन भने त्यस किसिमका विवादहरूलाई पनि त त्यहाँ हेर्ने गर्छन् नि त कुरो त साह्रै राम्रो गर्नुभयो तर त्यहाँ गएपछि त्यही दुवैजनालाई बोलाएर त्यही छलफल गराएर त्यहाँ मेलमिलाप हुन्छ साँच्चै हो त्यसो भए म नगरपालिका जाने न्यायिक समितिमा निवेदन दिने त्यसपछि उतैबाट बुवा आमालाई लिएर त्यही नै आउँछु ल ठिक छ ल हेर नानी अब यसरी यहाँ बसेर मारपिट गरेर दिनहुँको झैझगडा गर्नुभन्दा नगरपालिकामै गएर त्यही कुरो मिल्न सक्छ त्यस कारणले अब आज घर बस्ने भोलि अथवा पर्सितिर त्यहाँबाट पत्र आउँछ अनि त्यहाँ गएर छलफल भइसकेपछि त्यही मिल्न पनि सकिन्छ अथवा त्यहाँ के हुन्छ भनेर त्यही गएपछि थाहा हुन्छ ल अहिले घर जाऊँ ल यो न्यायिक समितिको छलफल पनि कस्तो रहेछ भित्र गएको 4 घण्टा भइसक्यो भित्र के भएछ कुन्नी भित्रबाट न त कोही बाहिर आउँछन् न मलाई जान दिएछन् खै भित्र झगडै गर्न थाले कि यो पुर्ने चिज भनेको कति झ्याउ रहेछ अब आज भने पुर्नै पर्यो खै कतिखेर निस्किन्छन् होइन हाम्रो यो बुहारी यति सजिलैसँग मिल्लान् भनेर त मैले सपना पनि चिताएकै थिएँ हो त बुवा साह्रै राम्रो साह्रै अचम्म भयो है राम्रो पनि भयो अचम्म तपाईँहरू त हाँस्दै पो आउनु भएको हो त दिदी कुरो मिल्यो कसरी अब कसरी मिल्यो भनेदेखि हामी मेलमिलाप केन्द्रमा गइयो होइन त्यहाँ 3 जना मेलमिलाप गर्दाबाट आउनु अनि उहाँहरूले हामी 4जनाको पालै पर कुरा सुन्नुभयो है त्यसपछि कुरा गर्दा कतिखेर मिलिएछ भने थाहै पाइएन अघि ल भन दर्शकवृन्द यो नाटक केस मोडमा आएर रोकिएको छ मलाई लाग्छ यहाँहरूले अवश्य पनि बुझिसक्नुपर्छ हामीले दिन खोजेको कुरो के होला जस्तै यो विकृति भनिएको छ यहाँ देखाइयो 2-3 प्रकारका विकृतिहरू त्यो विकृति भनेको के भन्दाखेरि वृद्ध भएका बुवा आमालाई हामीले जहिले पनि भगवान सरह मान्नुपर्छ यो हाम्रो धर्म पनि हो संस्कार पनि हो त्यस्तै गरेर अहिले जुन सामाजिक सञ्जालको दुरुपयोगका कुराहरू उठिरहेका छन् र वैदेशिक रोजगारका कुराहरू हामी विदेश रहरले जाँदैनौँ करले जान्छौँ र हाम्रो घर छरछिमेकमा कहीँ विवाद भइहाल्यो भने त्यो विवादका लागि हामी थाना चौकी जानुभन्दा हाम्रै नगरपालिकामा जाउँ भन्ने सन्देश लिएर आएका थियौँ यत्रो बेरसम्म यहाँहरू बसेर यो कार्यक्रम हेरिदिनु भयो यसको लागि सुजली कला समूहको तर्फबाट यहाँहरूलाई धेरै धेरै धन्यवाद दिँदै हामी पनि बिताउन चाहन्छौँ हस् त नमस्कार धन्यवाद